करार सम्झौता गर्दै गर्दा 8 जनाको गर्दै गर्दा सामान्य रूपमा सूचना प्रकाशन गर्नुपर्ने होला, एउटा परीक्षा समिति गठन गर्नुपर्ने होला, अनि त्यसरी पो कर्मचारीलाई तपाईँले करार नियुक्ति दिनुपर्ने होला। त तपाईँ त यसरी गरिराख्नु भएको छ कि जिल्ला हुला कार्यालय, यो जिल्ला हुला कार्यालय रुकुम पूर्व होइन, यो त मेरो घर हो, यो मेरो घरमा मैले जति पनि कामदार लगाउन सक्छु, यो मेरो अधिकारको कुरा, यसरी काम गरिराख्नु भएको छ तपाईँले त। अब सार्वजनिक खरिद ऐन नियमहरू हामीले हेऱ्यौँ, त्यसमा के रहेछ भन्नुहुन्छ भने सेवा करारमा ल्याउँदाखेरि यो सेवा करार भन्ने 3 महिना 6 महिनाभन्दा बढी एकैचोटि चाहिँ हामीले ल्याउन मिल्दैन। 3 महिना 6 महिनासम्म एकचोटि चाहिँ हामीले सम्झौता गर्न सक्ने हो। त्यसरी लिँदाखेरि एक व्यक्तिको नाममा 1 वर्षमा 5 लाखभन्दा बढी रकम भुक्तानी जाँदैन। र मैले यसमा मनमर्जी एकदम पुरै कसैलाई नसोधेरै गरेको छैन होइन। मैले चाहिँ यसमा विभागीय प्रमुखसँग विभागसँग समन्वय गरेर मात्रै काम गरेको छु। जिल्ला हुला कार्यालय रुकुमकोट रुकुम पूर्वका निमित्त कार्यालय प्रमुखसँग गरिएको कुराकानीमा उहाँले भनेको एउटा प्रमुख कुरा के छ भने हामीले कर्मचारीको करार सम्झौता गर्दा सार्वजनिक खरिद ऐनमा टेकेर गरेका छौँ। सार्वजनिक खरिद ऐनभन्दा विपरीत गएर गैर कानुनी रूपमा गरेका छैनौँ। सार्वजनिक खरिद ऐनले भन्छ एकजना व्यक्तिको नाममा 1 वर्षमा 5 लाखभन्दा बढी भुक्तानी हुनु भएन। तर उहाँले भने जसरी नै सार्वजनिक खरिद ऐन 2064ले उहाँले भने जसरी नै एकजना व्यक्तिको नाममा 1 वर्षमा 5 लाखभन्दा बढी भुक्तानी हुनु भएन भनेर प्रष्ट रूपमा कतै लेखेको भने छैन रहेछ। सार्वजनिक खरिद ऐन 2064ले के भन्छ भने 5 लाख रुपैयाँसम्म सेवा शुल्क लाग्ने सेवा सार्वजनिक निकायले वार्ता गरी खरिद गर्न सक्नेछ। सो रकमभन्दा बढी सेवा शुल्क लाग्ने सेवाको हकमा काठमाडौँ उपत्यकामा रहेको सार्वजनिक निकाय तथा केन्द्रीय स्तरका सार्वजनिक निकायले 15 दिनको सूचना राष्ट्रिय समाचार पत्रमा र क्षेत्रीय वा जिल्ला स्तरका सार्वजनिक निकायले 15 दिनको अवधिको स्थानीय पत्र पत्रिकामा सूचना प्रकाशन गरी र सो निकाय र देहायका कार्यालयको सूचना पार्टीमा सूचना टाँस गरी प्रस्ताव माग गर्न सक्नेछ। सार्वजनिक खरिद ऐन 2064ले भनेको यति मात्रै हो कि 5 लाख रुपैयाँसम्म सेवा शुल्क लाग्ने सेवा सार्वजनिक निकायले वार्ता गरी खरिद गर्न सक्नेछ। जिल्ला हुला कार्यालय रुकुमकोट रुकुम पूर्वका निमित्त कार्यालय प्रमुखज्यूले सार्वजनिक खरिद ऐन 2064लाई तोडमोड गरेर हामीले सार्वजनिक खरिद ऐन 2064 अनुसार नै कार्यालयमा करार कर्मचारी सम्झौता गरेका छौँ भने तापनि सार्वजनिक खरिद ऐन 2064ले उहाँले भने जसरी नै टिकाएर नै एकजना व्यक्तिको नाममा 1 वर्षमा 5 लाखभन्दा बढी भुक्तानी जानु भएन भनेर प्रष्ट रूपमा भनेको छैन। त्यसैले जिल्ला हुला कार्यालय रुकुमकोट रुकुम पूर्वमा करार सम्झौता गरिएका 6 जना हल्करा र 2 जना कार्यालय सहयोगी गरी जम्मा 8 जना कर्मचारीको करार सम्झौता स्वतः गैर कानुनी छ भन्ने ठहरिन्छ। अनि जिल्ला हुला कार्यालय रुकुमकोट रुकुम पूर्वका निमित्त कार्यालय प्रमुखसँग हामीले गरेको कुराकानीमा उक्त कार्यालयका कार्यालय प्रमुखज्यूले पटक पटक दोहोऱ्याएको अर्को कुरा के छ भने हामीले करार कर्मचारीको करार सम्झौता गर्दा यो विषयमा आफैले मनमर्जी गरेका छैनौँ। यो विषयमा हामीले विभागीय प्रमुखसँग पनि समन्वय गरेका छौँ। हो, यहीँनिर अब अर्को प्रश्न खडा हुन्छ कि समन्वय गर्नुपर्ने नेपालको संविधान र कानुनसँग हो या विभागीय प्रमुखसँग? के विभागीय प्रमुख नेपालको संविधान र कानुनभन्दा माथि हुनुहुन्छ? नमस्कार, म कृष्ण पुन मगर। तपाईहरू यति बेला हामीलाई पिएन मिडिया ग्रुप प्रालीद्वारा सञ्चालित प्रतिबिम्ब नेपाल अनलाइन मिडिया मार्फत हेरिरहनु भएको छ। जिल्ला हुला कार्यालय रुकुमकोट रुकुम पूर्वले छोटो समयको अवधिमा 6 जना हल्कारा र 2 जना कार्यालय सहयोगीसँग करार सम्झौता गर्यो। तर उक्त करार सम्झौता जिल्ला हुला कार्यालय रुकुमकोट रुकुम पूर्वले उक्त करार सम्झौता कुनै पनि कानुनी प्रक्रिया पूरा नगरिकन ती कर्मचारीहरूसँग करार सम्झौता गर्यो भन्ने चरम गुनासो हामी कहाँ आइसकेपछि यो विषयमा खास भएको के थियो भनेर बुझ्नको लागि हामी जिल्ला हुला कार्यालय रुकुमकोट रुकुम पूर्वमा पुगेर उक्त कार्यालयका निमित्त कार्यालय प्रमुखसँग यो विषयमा केही
प्रश्न गरेका थियौँ। सबैभन्दा पहिला जिल्ला हुला कार्यालय रुकुमकोट रुकुम पूर्वका निमित्त कार्यालय प्रमुखसँग यस विषयमा गरिएको कुराकानी यो हेर्नुहोस्। हामी यति बेला जिल्ला हुला कार्यालय रुकुम पूर्वका निमित्त कार्यालय प्रमुखज्यूसँग यस कार्यालयमा भएका केही गतिविधिको बारेमा केही प्रश्न गर्दैछौँ। सर, हामीले पाएको सूचना अनुसार केही समयभित्र जिल्ला हुला कार्यालय रुकुम पूर्वमा 6 जना हल्कारा र 2 जना कार्यालय सहयोगी गरेर 8 जना कर्मचारीलाई करार नियुक्ति गरियो र यो करार नियुक्ति गर्दै गर्दा कुनै पनि कानुनी प्रक्रिया पुरा नगरी तपाईले सो इच्छामा तपाई सबै थोक आफै भए जसरी चाहिँ कर्मचारीलाई करार नियुक्ति दिनुभयो भन्ने विषय बाहिर आएको छ। यसको वास्तविकता के हो? धन्यवाद प्रश्नको लागि सरलाई। यो के भएको छ भन्नुहुन्छ भने हामी कहाँ नयाँ कार्यालय हो। नयाँ कार्यालयमा हामीसँग एकैचोटि धेरै काम गर्नुपर्ने भयो। पहिलो कुरा कार्यालय व्यवस्थापनको काम, दोस्रो नम्बरमा कर्मचारी व्यवस्थापनको काम। पहिलो काम हामीले सकायौँ, कार्यालय व्यवस्थापनको कामहरू गऱ्यौँ। जिल्ला हुला कार्यालय पनि भाडाको घरमा सञ्चालन छ। तपाईँ अहिले भाडाको घरमा हामी सञ्चालित भएको घरमा सँगै छौँ। त्यसपछि पालिका स्तरमा हुला कार्यालयहरू स्थापना गर्ने भयो। दुईटै पालिकामा पनि हामीले चाहिँ भाडाकै घरमा हुला कार्यालयहरू त स्थापना गऱ्यौँ। तर कर्मचारीहरूको अभाव, जनशक्ति अभावले गर्दाखेरि हामीसँग देशकै सबभन्दा कम दरबन्दी संरचना भएको हुला कार्यालय हो। यसमा चाहिँ टोटल दरबन्दी 25 जनाको दरबन्दी छ। दरबन्दी त्यसले ल्याउन सक्नुहुन्छ र यसमा 25 जना दरबन्दी भए तापनि श्रेणीविहीन कर्मचारीको दरबन्दी हामीसँग 16 हो टोटल। त्यसमा विगतमा एउटै जिल्ला, दुईटा रुकुम पश्चिमले पूर्व र पश्चिमलाई हेर्ने गरेको थियो। त्यतिखेर नियुक्त भएका 8 जना कर्मचारीहरू पश्चिमबाट ट्रान्सफर भएर यता आउनुभएको छ। त्यसपछि अरू 8 जना कर्मचारीहरू हामीले राख्न सक्ने थियो। हामीले आवश्यकता अनुसार अहिले नै एकैचोटि नराखौँ न भन्ने किसिमले थोरै थोरै गरेर हामीले चाहिँ राख्यौँ। राख्दाखेरि के भयो भन्नुहुन्छ भने अब सार्वजनिक खरिद ऐन नियमहरू हामीले हेऱ्यौँ। त्यसमा के रहेछ भन्नुहुन्छ भने सेवा करारमा ल्याउँदाखेरि यो सेवा करार भन्ने 3 महिना 6 महिनाभन्दा बढी एकैचोटि चाहिँ हामीले ल्याउनु मिल्दैन। 3 महिना 6 महिनासम्म एकचोटि चाहिँ हामीले सम्झौता गर्न सक्ने हो। त्यसरी लिँदाखेरि एक व्यक्तिको नाममा 1 वर्षमा 5 लाखभन्दा बढी रकम भुक्तानी जाँदैन भने अहिले त बैंक खाता मार्फतै भुक्तानी जान्छ। सार्वजनिक खरिद ऐनको तपाईँले गलत व्याख्या त गर्दै हुनुहुन्न नि? हामीले पढेको र हामीले बुझेको अनि विभागसँग पनि हामीले परामर्श गर्दाखेरि त्यही नै सल्लाह हामीले पाएका छौँ। यदि यो कुरामा हजुरलाई अलिकति सन्देह लाग्यो भने विभागकै प्रमुखसँग पनि सोझै हजुरले नम्बर लगेर कुरा गर्न सक्नुहुन्छ। उहाँले चाहिँ त्यस्तो केही समस्या आयो भने हामीलाई सोझै फोन गर्न सक्नुहुन्छ, हाम्रो नम्बर दिन सक्नुहुन्छ भन्नुभएको छ विभागीय प्रमुखले पनि। उहाँहरूको हामीले चाहिँ परामर्श, उहाँहरूको सुझाव अनुसारै हामीले काम गरेका छौँ। फेरि थप हामी यो कुरामा प्रश्न नहुँदाखेरि अनि कर्मचारीलाई करार नियुक्ति गर्दै गर्दा, करार सम्झौता गर्दै गर्दा कर्मचारीसँग त्यसको केही कानुनी प्रक्रिया त होला नि? तपाईँ एक्लै सर्वसहमत हो, तपाईँ एक्लै सबै थोक हो त्यो कर्मचारी नियुक्ति गर्नको लागि, कर्मचारी करार सम्झौता गर्नको लागि केही कानुनी प्रक्रियाहरू छैन? त्यसो हुँदैन। त्यसमा हाम्रो स्टाफ मिटिङ हुन्छ। स्टाफ मिटिङमा हामीले चाहिँ निवेदनहरू आएको हुन्छ। निवेदन आइसकेपछि हामीले राख्ने कि नराख्ने, के गर्ने भन्ने किसिमले हामीले चाहिँ सल्लाह परामर्श हाम्रो चाहिँ स्टाफ मिटिङबाट हामीले चाहिँ सर्वसम्मत निर्णय हामीले गरेका हुन्छौँ। त्यसमा सार्वजनिक खरिद ऐनको कुरा गरिरहँदा तपाईँले कुनै पनि कार्यालयमा 8 जना कर्मचारीलाई करार नियुक्ति गर्दै, करार सम्झौता गर्दै गर्दा 8 जनाको गर्दै गर्दा सामान्य रूपमा सूचना प्रकाशन गर्नुपर्ने होला, एउटा परीक्षा समिति गठन गर्नुपर्ने होला, अनि त्यसरी पो कर्मचारीलाई तपाईँले करार नियुक्ति दिनुपर्ने होला। त तपाईँ त यसरी गरिराख्नु भएको छ कि जिल्ला हुला कार्यालय, यो जिल्ला हुला कार्यालय रुकुम पूर्व होइन, यो त मेरो घर हो, यो मेरो घरमा मैले जति पनि कामदार लगाउन सक्छु, यो मेरो अधिकारको कुरा, यसरी काम गरिराख्नु भएको छ तपाईँले त? यसो होइन सर, यसमा बुझाइ भने फरक पर्न सक्छ। यसमा हामीले के हो भन्नुहुन्छ भने
यो जिल्ला हुलाक कार्यालय भनेको एउटा सरकारी संरचना हो। यस सरकारी संरचनाको आफ्नै विधि पद्धतिहरू हुन्छन्। यसमा हामीले सकेसम्म सरकारको पैसा कम खर्च होस् भन्ने किसिमले हामीले सोचेका हुन्छौँ र सोच्नुपर्ने बाध्यता पनि हुन्छ, एउटा कुरा। अर्को कुरा के हो त भनेपछि आवश्यकता नभई नहुने आवश्यकता भयो भने हामीले गर्ने हो र आवश्यकताको कुरै भएन कि सर। मेरो प्रश्नको प्रष्ट जवाफ मैले चाहेको प्रश्नको प्रष्ट जवाफ के हो भने कुनै पनि कार्यालयमा 8 जना करार कर्मचारीको करार सम्झौता गर्दै गर्दा तपाईँले सामान्य रूपमा एउटा सूचना प्रकाशन गर्नुपर्ने, परीक्षा समिति गठन गर्नुपर्ने यी यावत प्रक्रियाहरू पुरा गर्नुपर्छ कि पर्दैन? यस्तो हो, यो विषयमा हजुरले भनेको कुरामा म आउँदै थिएँ। यो सही कुरा भन्नुभयो हजुरले भन्नलाई। तर कुरो के भयो भने यो विषयमा मैले विभागमा बुझेँ। यसो गर्नुपर्ने होला, के गर्न सकिन्छ भन्दाखेरि सूचना प्रकाशन गर्न, परीक्षा समिति गठन गर्न, अनि त्यो परीक्षा बनाउन, त्यो प्रक्रियामा लाग्नुभयो भने त्यसको छुट्टै बजेट व्यवस्था हुनु पर्ला, त्यो पनि खर्च होला, त्यो कहाँबाट गर्नुहुन्छ? त्यसो भने सोझै खरिद गर्ने मान्छे चाहिँ निवेदन गर्छ भनेपछि आवश्यकता छ, दरबन्दी छ। दरबन्दी र बजेट सीमाभन्दा बाहिर नगएर त्यो भित्र रहेर तपाईँले चाहिँ सोझै आएको मान्छेहरूलाई उपयुक्त छ र गर्न सक्छ भने तपाईँ 3 महिनाको परीक्षणकाल राखेर 3 महिनासम्म सम्झौता गरेर राम्रो गऱ्यो भने फेरि थप्न सक्नुहुन्छ। गरेन भने त्यतिखेर सम्झौता सिद्धिन्छ, नथप्न पनि सक्नुहुन्छ भन्ने सल्लाह मैले विभागबाट पाइसकेपछि मैले त्यसरी नै गरेको हो। र मैले यसमा मनमर्जी एकदम पुरै कसैलाई नसोधेरै गरेको छैन होइन। मैले चाहिँ यसमा विभागीय प्रमुखसँग विभागसँग समन्वय गरेर मात्रै काम गरेको छु। जिल्ला हुलाक कार्यालय रुकुमकोट रुकुम पूर्वका निमित्त कार्यालय प्रमुखसँग गरिएको कुराकानीमा उहाँले भनेको एउटा प्रमुख कुरा के छ भने हामीले कर्मचारीको करार सम्झौता गर्दा सार्वजनिक खरिद ऐनमा टेकेर गरेका छौँ। सार्वजनिक खरिद ऐनभन्दा विपरीत गएर गैर कानुनी रूपमा गरेका छैनौँ। सार्वजनिक खरिद ऐनले भन्छ एकजना व्यक्तिको नाममा 1 वर्षमा 5 लाखभन्दा बढी भुक्तानी हुनु भएन। तर उहाँले भने जसरी नै सार्वजनिक खरिद ऐन 2064ले उहाँले भने जसरी नै एकजना व्यक्तिको नाममा 1 वर्षमा 5 लाखभन्दा बढी भुक्तानी हुनु भएन भनेर प्रष्ट रूपमा कतै लेखेको भने छैन रहेछ। सार्वजनिक खरिद ऐन 2064ले के भन्छ भने 5 लाख रुपैयाँसम्म सेवा शुल्क लाग्ने सेवा सार्वजनिक निकायले वार्ता गरी खरिद गर्न सक्नेछ। सो रकमभन्दा बढी सेवा शुल्क लाग्ने सेवाको हकमा काठमाडौँ उपत्यकामा रहेको सार्वजनिक निकाय तथा केन्द्रीय स्तरका सार्वजनिक निकायले 15 दिनको सूचना राष्ट्रिय समाचारपत्रमा र क्षेत्रीय वा जिल्ला स्तरका सार्वजनिक निकायले 15 दिनको अवधिको स्थानीय पत्रपत्रिकामा सूचना प्रकाशन गरी र सो निकाय र देहायका कार्यालयको सूचना पार्टीमा सूचना टाँस गरी प्रस्ताव माग गर्न सक्नेछ। सार्वजनिक खरिद ऐन 2064ले भनेको यति मात्रै हो कि 5 लाख रुपैयाँसम्म सेवा शुल्क लाग्ने सेवा सार्वजनिक निकायले वार्ता गरी खरिद गर्न सक्नेछ। जिल्ला हुलाक कार्यालय रुकुमकोट रुकुम पूर्वका निमित्त कार्यालय प्रमुखज्यूले सार्वजनिक खरिद ऐन 2064लाई तोडमोड गरेर हामीले सार्वजनिक खरिद ऐन 2064 अनुसार नै कार्यालयमा करार कर्मचारी सम्झौता गरेका छौँ भने तापनि सार्वजनिक खरिद ऐन 2064ले उहाँले भने जसरी नै टिकाएर नै एकजना व्यक्तिको नाममा 1 वर्षमा 5 लाखभन्दा बढी भुक्तानी जानु भएन भनेर प्रष्ट रूपमा भनेको छैन। त्यसैले जिल्ला हुलाक कार्यालय रुकुमकोट रुकुम पूर्वमा करार सम्झौता गरिएका 6 जना हलकरा र 2 जना कार्यालय सहयोगी गरी जम्मा 8 जना कर्मचारीको करार सम्झौता स्वतः गैर कानुनी छ भन्ने ठहरिन्छ। अनि जिल्ला हुलाक कार्यालय रुकुमकोट रुकुम पूर्वका निमित्त कार्यालय प्रमुखसँग हामीले गरेको कुराकानीमा उक्त कार्यालयका कार्यालय प्रमुखज्यूले पटक पटक दोहोऱ्याएको अर्को कुरा के छ भने हामीले करार कर्मचारीको करार सम्झौता गर्दा यो विषयमा आफैले मनमर्जी गरेका छैनौँ। यो विषयमा हामीले विभागीय प्रमुखसँग पनि समन्वय गरेका छौँ। हो, यहीँनिर अब अर्को प्रश्न खडा हुन्छ कि समन्वय गर्नुपर्ने नेपालको संविधान र कानुनसँग हो या विभागीय प्रमुखसँग? के विभागीय प्रमुख नेपालको संविधान र कानुनभन्दा माथि हुनुहुन्छ? जिल्ला हुलाक कार्यालय रुकुमकोट रुकुम पूर्वमा भएको यो क्रियाकलापको
यो सम्पूर्ण विवरण हेरिसके पश्चात तपाईँलाई के लाग्छ? यो काम कानुनी रूपमा भएको छ या कानुन सम्बद्ध छैन? यो छुट्याउने जिम्मा हजुरहरूलाई दिँदै आजको यो बसाइबाट बिदा चाहन्छु। नमस्कार। जय देश।